हेलो भाइ बहिनीहरू आज चाहिँ फेरि पनि हामीहरू म्याथको यो प्रफिट एन्ड लसको चाहिँ एउटा नयाँ न्युमेरिकलको बारेमा डिस्कस गर्न जाँदैछौँ है। यो न्युमेरिकल चाहिँ प्रायः जसो बिएनईमा 2 मार्क्सको सोधिरहेको छ है। अब यति जान्ने भनेपछि 2 मार्क्स सेक्योर भयो भनेर बुझ्दा पनि हुन्छ है। त्यही भएर यो भिडियो चाहिँ अन्त्यसम्म हेरेर साथ दिनु होला र मेरो युट्युब च्यानलमा जे गर्नुपर्ने सबै तपाईँहरूको हातको कुरा है त। ल अब सुरुमा त यस्तो ल्याङ्ग्वेज वाला क्वेसन देख्ने बित्तिकै नि गिभन डेटा है जे कुराहरू दिएको छ त्यो टिप्नु पर्यो है। ल अब टिपौँ न त हामीहरूले यहाँ। ल द मार्क प्राइस अफ एन आर्टिकल इज, ल मार्क प्राइस भन्ने बित्तिकै यो एमपी इज आरएस 12,000। ल यतिसम्म पढेँ मैले र यति कुरालाई लेखेँ मैले। गिभन गिभन डेटा जे दिएको छ त्यही टिपेँ मैले। अब एमपी इज इक्वल्स टु आरएस 12,000। ल 12,000 रुपियाँ दिएको छ है एमपी। अनि त्यसपछि which is 20% above the cost price। ल cost price भन्दा के छ अरे यो 20% धेरै छ अरे। भनेको मतलब अब cost price अब तिमीहरूले एउटा मेरो मानौ let us consider CP of article the X। ल X मान्ने भनेर अहिले आर्टिकलको CP हामीलाई थाहा छैन। X मानिदिने बित्तिकै नि अब हामीलाई X मानिदिने बित्तिकै अब यसको CP बराबर के हुन्छ भन्छौ भनेपछि X प्लस X अफ कति पर्सेन्ट भन्छ 20% इज इक्वल्स टु कति भने चाहिँ 12,000। ल हेर है CP भनेको X भयो र X कै 20% के छ भनेको छ धेरै छ भनेको छ र यही CP मा र CP कै 20% जोड्दियो भनेपछि कति आउने रहेछ त 12,000 आउँछ। एउटा इक्वेसन भयो किन हेर त यहाँ है। X को X मा X कै 20% जोडेर कति आछ भनेको छ 12,000 आछ भनेको छ। हेर त which is 20% above the cost price है। यो 12,000 भनेको चाहिँ के भनेपछि cost price भन्दा 20% धेरै हो भनेको मतलब अब X प्लस X कै 20% गर्यो भने आयो कि नै धेरै एमपी को बराबर। ल हामीले अब यस्तो गरेर CP निकालिदिन्छौँ सिधै है। ल X प्लस X multiply 20 upon 100 is equals to ल अब यति भइसकेपछि एलसीएम लिम। एलसीएम लिइसकेपछि 100x plus 20x is equals to 12,0,0,0,000 अनि 20x अगाडि और चाहिँ राख्नु पर्यो है किनभने बीचमा इक्वल को साइन छ। और 1 2 x is equals to 1 2 divided by 120। ल यो 0 कट्यो 212 ल therefore x is equals to कति रहेछ त 10,000 रहेछ। so we get CP is equals to x is equals to कति पायौं 10,000 पायौं है। 10,000 रुपैयाँ रहेछ के अरे त्यो CP भनेको 10,000 रहेछ। अब अझै अब त्यसपछि पढ्दै जाम हामीहरूले if it sold at a discount of 18%। ल अब 18% डिस्काउन्टमा बेच्यो अरे अब डिस्काउन्ट केमा दिन्छ एमपी मा दिन्छ। ल अब मैले उता डिस्काउन्ट अगेन लेखे मैले है। डिस्काउन्ट अमाउन्ट is equals to NP of discount percent। अब हेर त एनपी भनेको कति दिएको छ 12,000 दिएको छ है। ल 12,000 को कति पर्सेन्ट डिस्काउन्ट दिएको छ 18% दिएको छ है। ल अब यसलाई मल्टिप्लाई गर्दाखेरि कति आउने भयो त
ल हेर त 120 र 18 मल्टिप्लाई 120 र 18 मल्टिप्लाई गर्दा फेरि कति आउँछ भनेपछि यो दुईटा 120 र 18 लाई मल्टिप्लाई गर्दाखेरि 2160 आयो है। ल यति रुपैयाँ त्यसले के दिएको रहेछ त डिस्काउन्ट दिएको रहेछ है। अब डिस्काउन्ट एमाउन्ट निकाल्यौ तिमीहरूले। अब डिस्काउन्ट एमाउन्ट निकालेपछि त अब तिमीहरूले एसपी निकाल्न सक्यौ कि नै ल एसपी निकाल्दियौ। एसपी इज इक्वल्स टु एमपी माइनस डिस्काउन्ट एमाउन्ट हो कि नै फर्मुला। ल ल और एसपी इज इक्वल्स टु एमपी भनेको हेर 12000 छ माइनस अनि त्यसपछि तिमीहरूको डिस्काउन्ट एमाउन्ट कति दिएको छ 2160 दिएको छ है। भनेपछि यसको देयरफोर एसपी इज इक्वल्स टु के हुने भयो त एसपी इज इक्वल्स टु कति बच्ने भयो कति बच्छ होला भनेपछि 9840 बच्छ होला। ल यतिमा बेचेछ है त्यो मान्छेले चाहिँ 9840 मा बेचेछ हो। अब हेर अगेन गर तिमीहरूलाई त के निकाल भनेको छ प्रॉफिट अथवा लस पर्सेन्ट निकाल भनेको छ कि नै हो। भनेपछि अब यहाँ के भयो र एसपी भनेको 9840 आयो अनि सीपी भनेको 10000 आयो। अब कुन ठुलो छ त हेर सीपी छैन ठुलो हो। भनेपछि अब लस भयो लस पर्सेन्ट इज इक्वल्स टु सीपी माइनस एसपी अपॉन सीपी मल्टिप्लाई 100% हो नि हाम्रो फर्मुला। ल अब मैले यता ठाउँ नफेक्नलाई यताको साइडमा गर्थे। ल इज इक्वल्स टु सीपी भनेको छ 10000 छ माइनस 9840 अपॉन 10000 मल्टिप्लाई 100% है। यो गर्दाखेरि कति आयो त 160 आयो 10,000 100% डबल जीरो कैंसिल आउट यो कैंसिल आउट। ल हेर त 1.6% के हुने रहेछ त यसको लस पर्सेन्ट है। मैले एल पर्सेन्ट मात्र लेख्दै अगाडि अर चाहिँ दिने नबिर्सिनु यहाँ अलिकति ठाउँ साङ्ग्रो भयो है। हेर त लस पर्सेन्ट कति आयो आयो त यहाँ 1.6% आयो है। ल यस्तो खालको हिसाब गरिदियो भने यसरी गर्ने मजाले स्टेप वाइज है। र अब बाँकी कुरा चाहिँ अन्य भिडियोमा गरौँला। आजको लागि चाहिँ यति नै।